आमा बन्नु कुनै पनि सानो कुरा होइन र एउटा एक दुईचोटि बेबी लस भइसकेपछि फेरि आफू आमा बन्दैछु भन्नु थाहा पाउनु भनेको एकदम धेरै खुसीको कुरा हो। जुन अब बेबी लस हुँदा आफू जुन पीडामा हुन्छ नि, म बेबी लस भइसकेपछि म मुभ अन भएँ, हिँडेँ, सबैसँग रमाएँ, तर आफ्नो मनमा भएको पीडा अब आफ्नो मनभित्र के छ, आफू कति कमजोर भएको छ भन्ने त आफूलाई थाहा हुन्छ नि त। सबैजनालाई भन्दै हिँड्न त सकिँदैन नि त। जुन पीडा हुन्छ नि त्यो आफूमा मात्र हुन्छ कि आफूले चाहेर पनि नहुँदा कस्तो हुन्छ भन्ने कुरा आफूलाई मात्र थाहा हुन्छ गाइस। र त्यस्तो भइसकेपछि फेरि पनि म आमा बन्छु र मेरो सन्तान मेरो कुखमा छ भन्नु चाहिँ एकदमै ठुलो कुरा हो। यो कुराको लागि प्राय कतिजना तडपिनुहुन्छ, मैले टिकटकमा पनि देखिरहेको हुन्छ। कति यति प्रेग्नेन्सी किटहरू चेक गरेर पनि बेबी नहुँदा कति रोएर हाल्नुहुन्छ, कति के, अब उहाँहरूलाई पनि कतिजना नराम्रो भन्नुहुन्छ। सबै मान्छेको एउटा चाहना हुन्छ। अब बच्चा फेरि यस्तो हो, बच्चा छिटो पायो भने पनि कति छिटो पाएको आफूलाई